तिमीलाई जान्दैन म त आर्टिसमा आर्टिस्ट ल प्लास्टिक खाना जाने है के भन्छ ल फेरि काटमा आफै बनाउँछु ल बना ल कसो भन्छ त देख्यो भने देखि देख्दैन डिलिट गर पहिले त्यो देख्दैन के मन पर्दैन मजा फेरि गर्छ नि त थाहा छैन यहाँ आउँदैन फर्स्ट कि सेकेन्डमा लो तिमी भन्दैछु कहाँ लो थियो सधैँ भन्दा एकछिन बस्छु ल ल राम्रो एकदम तिमीहरूलाई देखाउँ त्यो च्यातिनु मन छ भने उ गरेर चिराले किन कामको सामान चाहिँ हुन्छ हामी देखेको नहाल्नु होइन बुझ्छ तर नहाल्नु है म त देखेको छुइनँ एकछिन पुरानो बोलिरहेको छ त्यसलाई पहिला लगाउनु ल न यार मलाई त त्यो हेर ओरा जा त्यहीमा होइन त्यो त राइट पट्टि छोड्छु किन यसरी यसपट्टि किन पहिला ढोकमा छोडिदिन्छु क्या नालालाई कपडा भएन तिमीलाई चम्पल कपडै भएन नयाँ क्रक्स अनि चाहिँ पुरानो चप्पल हेर्नुहोस् पुरानो चप्पलको गति आवर स्लिपर तिमी पनि देखाउने कपडा हेरेर अनि जाने हामी हस् हेलो भनौँ हेलो गाइस नालालाई कपडा नाना ढल्छ कति राम्रो नि यो ठिकै छ तर हाम्रो नालाको लागि बिचरा अनारनेसको छोड्नु त्यसले हेरौँ नानालाई कस्तो देखेको हिँड्दैन होला फेरि त अब हिँडाउँदैछ नालालाई कपडा भएन तिमीलाई चम्पल कपडै भएन कति राम्रो यो अब हिँड्दैन यो नालाको लागि कपडा भेट्ने है यसरी अलराइट गाइस हामीले चाहिँ हामीले चाहिँ खाजा खाएर नालाको लागि लुगा किनेर पनि भ्याइसक्यो अब चाहिँ हामी यहाँबाट ओइन्दाको स्टुडियो जान्छौँ त्यसपछि डाइरेक्ट स्टुडियो हेलो हेलो रे भ्लगमा छ त तिमी त भ्लग गर्दै आउँछ म चाहिँ भ्लग गर्दै आउँदिनँ कहाँ गएर तिमी हल्का अलिअलि सपिङ हालेर कहाँ के गरिरहेको स्केच गरे हो स्केच कृष्णको स्केच गरिरहेको मिदाले चाहिँ हेलो भन
एकचोटि हेर त एकचोटि हेर न के अरे रिप्ले गरेर हेर न साई खोल त गर्मी भयो आज मौसम पानी पर्ला जस्तो हुँदैछ कस्तो होइन पानी पर्ला जस्तो भएको नि मौसम हेर्नु पानी पर्ला जस्तो भएको छ अनि हाम्रो छैन मुतेको होला मुतेर छैन मुतेको मुत्यो छैछ छ्या त्यत्रो धोएको झन् मैले त्यत्रो हिजो भर्खर धोएर मजाले धोएर गरेको हामी चाहिँ सामान म फुटबल दिन्छु पहिला बोटो कति बेला लाइट गर्छु लाइटबाट कस्तो पानी पर्ला जस्तो भएको है बाहिर पानी पर्ला जस्तो भइरहेछ नि हाम्रो हामी चाहिँ भर्खर आइपुग्यौँ स्टुडियोमा कस्तो गरी भइरहेको अर्को अर्को चल है अर्को हल्का सपिङ हाम्रो चाहिँ होइन अनि आज चाहिँ हाम्रो नाला नाला क्रक्स अनि दिस इज फर मी मेरो खुट्टा दुख्नु छ एक मगाइहाल्नु न गाइस मेरो खुट्टा छैन फर मी होइन खुट्टा होला ठुलो छ अलिक ठुलो मेरो खुट्टा लामो छैन यो चाहिँ मम्मीको लागि and this is piggy bank for me guys यो चाहिँ मेरो लागि पिगी ब्याङ्क यसमा चाहिँ म पैसा जम्मा गर्छु अनि म पैसा जम्मा गरेर के थाहा छ के किन्नु भन्दा म सेभिङ हुन्छ म यसमा पैसा हाल्छु अबदेखि पिगी ब्याङ्क अर्को चाहिँ यो हो मेरो तर यसमा चाहिँ पैसा निकाल्न मिल्छ क्या यहाँबाट त्यही भएर मैले चाहिँ यसलाई चाहिँ यत्तिकै राख्छु अनि यसमा राख्छु अबदेखि पैसा यसमा अनि हाम्रो मेरो बहिनीको छ अलरेडी पिग्यो उसको चाहिँ अस्ति नै किनेको थियो उसले चाहिँ पैसा सेभ पनि गर्न थालिसक्यो यो चाहिँ उसको लागि हो उसको यहाँ चाहिँ उसले पैसा हालेको छ हल्का देखिँदैन दुलोबाट यो चाहिँ मेरो बहिनीले बनाइरहेछ काली यो चाहिँ हाम्रो नालालाई सपिङ भयो मेरो क्याटलाई नालालाई अनि नालालाई यो खाने घरमा पनि छ अर्को बोल यहाँ पनि छ एउटा बोल अनि यो भयो यो फुड क्याट फुड भयो नालाको लागि अनि यो ग्रेभीमा भयो नालासँग अरू पनि खानेकुरा छ घरमा टन्नै यो कम भयो अनि यो नालाको पर्फ्युम नालालाई पनि नालालाई चाहिँ लुगा चाहिँ मिल्दै मिल्दैन यता चाहिँ न अलि सानो छ नि त 2 महिना पनि पुगेन राम्रोसँग अनि कति क्युटे भएर लुगाहरू सबै लुज भएर चाहिँ नालालाई चाहिँ सक्स किनेको छ स्नेहाको नयाँ चप्पल नयाँ क्रक्स अनि चाहिँ पुरानो चप्पल हेर्नुहोस् पुरानो चप्पलको गति पुरानो चप्पलको गति हेर्नुहोस् त्यसपछि अनि खाजा खाएको मेरो कति सक्यो आज 5,000 सक्यो अन्त चाहिँ भने मैले त आफै कमाउँछ नि त पैसा सकिनलाई 2 मिनट पनि लाग्दैन सामान ढङ्गमा किन्नु सकिहालिन्छ तर त्यति कमाउनलाई गाह्रो छ गाई छ नाला कति राम्रो देखेको त मेरो नाला कति राम्रो देख्यो है यो लगाएपछि त कति राम्रो देख्यो है नालालाई ल त हामी सबैले देखाउँ अझ रौँ न आवर स्लिपर तिमी पनि देखाउने तिमी पनि तिम्रो पनि सक्स देखाउ त यसरी उसको मेरो मिल्दो रहेछ नि त हल्का कलर ब्ल्याक रहेमा आऊ बेबी फोर रहेको चाहिँ होइन अनि मेरो पर्सनल जति छ पैसा त्यति नै हाल्छु किनकि होइन मेरो नासँग म धेरै जस्तो क्यास भन्दा पनि राख्छु नि त फोन पेमा मेरो पैसा हुन्छ क्यास भन्दा पनि फोन पेमा मसँग पैसा छ अनि त्यो भएर यहाँको पैसा सबै राख्छु जति छ त्यति अनि एउटा मेम्बर
बिचाइछ नाला थपिनु भएको छ नि त एउटा मेम्बर मेरो पैसा खाने त्यही भएर सेभिङ गर्नु पर्यो अलिअलि हो पनि So I'm putting my money कति छ यहाँनिर पैसा हालेर मैले त निकाल्नु कहिले ट्विटरले यस्तो गर्नु फेरि गर्नै राख्नु पऱ्यो निकाल्छ मलाई यसको विश्वास लागेन है 1000 हाल्छ कि मैले मसँग 2000 अनलाइनको के क्यामेरा फुल हो के हो मैले क्यास अब बोकेर झन् छिटो सकिन्छ क्या त्यही भएर हुन त फर्म पे अनुसार सेभिङ हुन्छ र होइन फर्म पेको पनि चलाइ नै हालिन्छ क्यास क्यास हो भने झन् चलाइन्छ नि त अब चाहिँ म यहाँ पछि यति हाल्छु आज यति भएको अनि अब चाहिँ मजाले दिनको त राख्नु सक्दिनँ होला सायद 2 दिनमा 3 दिनमा 1000 रुपियाँ राखिदिन्छु काम हुँदाखेरि काम भएको दिन जतिको काम गरे पनि 1000 रुपियाँ चाहिँ राख्छु म अबदेखि अनि पछि बढी भएपछि मेरो अर्को न्यू ब्लगमा बढी भएपछि अनि फुटाएर पछि के किन्ने एउटा जे हो नि किन्ने कति हाल्यो त कति पैसा हाल्छु बढी बसेछु तले बनाइदिनु 1 2 3 4 4000 हाल्छु यसो मैले गाइस 4000 नालाउ 5 6 1 2 पकडिन 5 अनि योसँग 6 भयो होइन 6000 लास्ट छ 1000 यत्रो महँगो पिज्जा खुवाउँछु तेरो खाजा खजाउनुपर्छ भने भन्दा मैले यहाँनिर 6000 हालेँ होइन 6000 रे 6000 हालेँ तेरो पुत्र होइन ल्यान्छु अब चाहिँ मैले काउन्ट गरेँ हालेँ 6000 पैसा होइन अनि अब चाहिँ म काउन्ट नगरी 1000 हाल्छु होइन अनि कति सेप हुन्छ रहेछ अनि पछि बढी भएपछि त काटेर अनि काउन्ट गर्ने यसमा भ्लगमा हाल्छु यो चाहिँ मेरो बहिनीको पनि छ पैसा यहाँनिर उसले हाल्छ रहेछ 1000 लाग्छ 10000 भइसक्यो यो चाहिँ सो दिस मनी इज यो चाहिँ मेरो बहिनीकोमा हालिदिन्छु ले पछि यो जेपाटी किन्ने होइन यहाँ भरि भएपछि जेपाटी किन्ने होइन अलिक युज हुन चाहनु किन्ने मोटो ढुटुक तेरोमा अलिक दुलो फ्लोर छ निकाल्ला फेरि भरि बनाउने त्यसपछि तेरो अनि के भरि के किन्छस् भन्दा मलाई भन्न नि तल हेर्नुपर्छ एउटा हातमा लाउनु पर्छ बरुले त यो क्यामेरा अगाडि झन् अगाडि लिएको थियो नदेखि छ अनि एज किन भन्नु पर्दैन भन्नु यसभन्दा के हुन्छ पर्दैन only 15 years old होइन अनि त्यो भएर त्यो सानो सिक्किम त नहोला ठिक्क देख्छ क्या तपाईँलाई चाहिँ कति बजे आज मौसम पानी पर्छ भएर अब स्केच गर्नु थाल्नु ल ल जति नै रमाइलो गरे पनि घुमे पनि यताउता गरे पनि आफ्नो काम चाहिँ कहिले पनि गर्दैन गर्नु थाल्नु अब प्र्याक्टिस धुको यो त घर लानुपर्छ सामान किन्नु खाना दिन आँटेको कसले मेरो नानालाई सक्स पनि निस्क्यो एउटा है
पानी चाहिँ तातो मन थाल्छ क्या चिसो दिनु हुँदैन है यो के हो यसो धेरै पनि दिनु हुँदैन डाइजेस्टिभमा प्रब्लम आउँछ क्या डाइजेस्टिभ हुन्छ नि त यसको ग्रेभी नाला सस लाउने नि खाने हस् सस लाउने नि खाने हस् सक्छ त्यो खानेकुरा मन परेछ है खायो ग्रेभी यो कहिले देखाउनु त प्याकेट दाना त खासै खाँदैन क्या यसले यम्मी वाला यो त्यस्तो खाँदा नि यो पनि छ अरूको के हो राखिदिनुपर्छ मेरो नानाले चाहिँ के खान्छ भने यो खान्छ नानाले यो खान्छ अनि यो खान्छ अनि क्याट फुड हुन्छ नि डल्लोवाला त्यो खान्छ अनि उसिनेको अनि मासु चाहिँ कसरी दिन्छ भने चिकन मासु दिन्छ चिकन दिन्छ त्यसलाई चाहिँ तर फ्राई नगरेर मसलाहरू नहाली त्यसलाई चाहिँ गरेर के भन्छ उसिनेर दिन्छ उसिनेर अनि अन्डा सेतो भएको मात्रै वाह ब्लग हाल्नु पऱ्यो डिटेली अनि फेरि म चाहिँ भेजिटेरियन प्योर भेजिटेरियन हो गाई म चाहिँ बच्चैदेखि नखाएको मासु अनि मलाई चाहिँ मासुको स्वाद पनि थाहा छैन यो स्ना चाहिँ मासु बिना भात रुच्दैन स्नालाई चाहिँ मासु लभर हो स्ना चाहिँ म चाहिँ अब बच्चैदेखि मासु नखाने अनि मासु नखाएको पछाडिदेखि भन्दा एकछिन है बस्छु ल राम्रो एकदम देखेन अब म चाहिँ बच्चादेखि मासु खाँदिनँ अनि किनभने चाहिँ म चाहिँ साधु गाउँमा मेरो मामा घर चाहिँ माथि हो नि त लोकल क्याटहरूको नेचरै कस्तो हुन्छ भने हिँड्ने डुल्ने बानी हुन्छ उनीहरूलाई हामीले अल्झाएर बन्धनमा राखेर कोठामा लक गरेर राख्नु मिल्दैन नि त उनीहरूको फ्रिडम लाइफ त्यस्तै उनीहरूलाई जिउन दिनुपर्छ अब यिनीहरू भने चाहिँ यिनीहरू चाहिँ फेरि बाहिर जाँदैन क्या यिनीहरूलाई चाहिँ फेरि एकदम साथ दिनुपर्छ सँगै राख्नुपर्छ बाहिर राख्नु हुँदैन रुममा आफूसँगै राख्नुपर्छ अलिकति भन्छु हुन चाहिँ अब डन्सअप भन्छु एडपै भन्छु म पनि भन्दैन त्यस्तो के पनि म ए चप्पल चप्पल यो चाहिँ मेरो भएको स्निकर उसलाई चाहिँ डेरी मिल्क थियो डेरी मिल्क चाहिँ एक्लै खानु मन नदिई अनि मेरो भएको चाहिँ खाँदैछ सँगै चल म किन डेरी मिल्क दिनुहोस् भन् त दिन अरे खासमा यो मेरो लागि किनेको नि त अनि त्यसलाई डेरी मिल्क किन्नु तरिकै मलाई दिनुहोस् भन्दा तिमीहरू त खाएको नि त हाम्रो बहिनी र मैले त्यो ठुलो मान्छे खाँदैन क्या हामीसँग खान्छ नि बच्चाहरू खान्छ भएपछि बच्चा त्यता बुढा पायो भने नानी पाउँछ लु घुम्ने कार्यक्रम हाँस्ने कार्यक्रम खाने कार्यक्रम सक्यो आज चाहिँ स्टुडियो छोडेर चाबी लाएर पर सपिङ गर्नु गएको थियो नि त हल्का फुल्का सपिङ गर्न है देखाइहालेँ मैले होइन अनि अल्छी गर्दैछ प्र्याक्टिस गर्न कसले माग्नु त अहिले लु सिर चाहिँ काली माता बनाहाल मैले चाहिँ परको टुप्पाको बनाइरहेको छु देखाइदिएर कति भयो ठिक छ मजाले खेत देखाएर त्यो कपाल पनि मजाले सही गर्ने पहिला लिड पेन्सिलले सही बनाउने त्यसपछि चाहिँ अनि पेन्सिलले बनाउने त्यसपछि अर्को यो बीवाला पेन्सिलले बनाउने अनि वाइट पार्टमा वाइट छोड्ने वाइट भाग छोड्ने अनि भरे इलेजरले सरसही गर्दा पनि हुन्छ काली माता काली भगवान सुने न काली भगवान बसेर स्केच गर्दै गर्छु अनि क्लाइन्टहरू आउनुहुन्छ उयोको लागि के भन्छ पियर्सिङको लागि आज काम छैन खाली छ काम आएन आज एउटा पनि
चन्द्र पाउनु त राखेर दिदैन नदेखिन निदेश नाला उता छैन हौ नाला ओए हेर्छ बा हेर्नु कस्तो सेम त्यही कलर बनाएर बसेको कस्तो राम्रो हेर न आँखा टुलटुल गरेर मात्रै देख्दैछ कम आऊ आउ न त्यो त बोलाएर उ गर्नु पो सिकाउनु पर्छ त मरेको त हारेको सबैमा दर्चुले भन्न पाएँ के रे अनि के भन्छ चाक भनेको यो पनि तरिका थियो तेरो मलाई लाग्यो यहाँ भिडियो गरेर ला सबै सुन्यो होला म भ्लगमा त लाउँदैन यो के भन्नुहुन्छ यतिको तिमीहरूलाई देखाउनुलाई त्यो केमा रे भूत खुपिया भूत आयो मलाई देखाउनुमा राम्रो छैन नालाको जन्ममिति कालो 26 हैन कालो पेन्टी होइन कालो पेन्टी होइन तिमी जस्तो चिजलाई चाहिँ हामीले खरिद नमिल्ने यस्तो हो यो जिन्दगी तिमीलाई कतिमा खरिदेको हामीले 29,000 मा खरिदेको अब तिम्रो सलिल हाम्रो जिन्दगी बिचारा किनेको होइन सब चुतिया हुन्छ नि त नाला तिमीलाई नाक पच्किने गरेर हानेछ रुँदैछौ स्मृति त माया गर्छ सुन चाँदी बेचेर भयो नि माया गर्छ तिमीलाई सुन चाँदी बेचेर भयो नि ऊ सिक्ली पानी पकाउनु भेट्छस् नि फेरि नबोक्न नराम्रो चिज नहेर्नु नबोल्नु नसुन्नु कि हो कि नाला हो भन्दैछ नालाले हो भन्दैछ यता बस्छ मेरो बेचामा बस्दिनँ तिमीहरूको राम्रो बनाऊ भिडियो बनायो नगर न कस्तो गरेर देखाइदिएन अस्ति टाटो हान्दा सहनु नखाएर कस्तो गरेको थियो देखाइदिएन जा देखाए त उसमा बेच हान्दैन बेच हान्दा देखा त त्यो पानी पकिन्छ त्यो गरेर देखा त कस्तो गर्थ्यो देखा न अस्ति टाटो हान्दा त दुखेर कस्तो गर्थ्यो भन्दा कस्तो गर्थ्यो अरे खुट्टा देखा न देखा त देखा न दादा खुट्टा देखा न अस्ति टाटो हान्दाखेरि भन् त स्नेहा त्यो च्यातिनु मन छ भने चिराले किन कामको सामान चाहिँ छुट्दै फेरि त्यो कामको सामान झन्डै फिर्ता दिएन स्मृतिले तिमीलाई झन्डै फिर्ता दिएन है माया गर्न सिक्नुपर्छ यसरी त्यसो तले टाढो भन्दा खुट्टा दुख्यो भित्र देखा त काम बनाइसकेको दाइबाट कस्तो गरेर खस्दा अरे देखा न कस्तो गरेर टाढो भन्दा दुखेर त्यसो गरेर टाढो भन्दा यसो काम थियो टाढो हान्दा पनि मात्रै काम थियो त टाढो हान्दा पनि कामिरहेको थियो टाढो भन्दा त
मैले यस्तो गर्दाखेरि त्यो कामेको पो त्यस्तो देखा यसो होला अलिक ओलिँदा लड्यो त्यो बोर्ड कति बाल्यो बाई को आउँछ वेलकम एक नम्बर ट्याटु त अहिलेसम्म हाने हैन त्यही भने ट्याटु हाने चाहिँ के गर्नु पर्यो भने कति सम्म छेडिन्छ यहाँदेखि यति यहाँसम्म नि यति छेड्दैन न यति छुटिहाल्छ नि त मासु जितिन्छ क्या नाइको तले यति निस्केछ नि त मैले घर छेडेको निक्लिरहेको नाइटोको त यति छोडेर कस्तो डर लाग्थ्यो नि नजाने यस्तो टाढा आइपुग्यो छेन के भन्दा उसले थिएन मेरेको बजाने आओ मेरेको बजाने 3 लोग बैठे हैं मैं अकेली हूँ दिदी तो नहाल्नु चाहिँ देखेको नहाल्नु हैन बुझ्छ त नहाल्नु है म त देखेको छुइनँ एकछिन पास अहिले गरिहाल्छु नि अहिले त्यहाँ नहेर न निडरमा नहेर समातेर छोडिदिइहाल त्यस्तो डर लाग्ने मान्छेलाई किन गर्नु सक्यो त छेडेको त टक्क त लाउनु बाँकी यति नै हो नाइटो त छेडिस् गएर फेरि निकालेर फालिदियो 2-3 दिन राख्ने हो चित्त बुझाउनु फेरि फाल्दैन सिङ्खला लगाउनु लाइट के राइटै होइन रेन डल्लोछ मेरो त दाखा छ नि पहिला दाख्ने कि घाउ त हुँदैन नि त एकछिन है त त्यो वास पहिलाको खाऊ हेर्नु त जोन चामलिङ पनि यो पुरानो आएछ बोल्नु खोजेको होला कबली गरेर होइन बोल्न नआउनेले नबोल्नु होला पूर्ण राई भन्न पुरान राई पुरान रे ल पुरान हो बोलिरहेको छ त्यसलाई पहिला लगाउनु लाग्नु यहाँ मलाई त त्यो मैले त्यो गीत गाउने पुरान राई त पुरान भने पुरा भनेको होइन मैले अर्कै भनेको अर्कै त पहिला डोमा छेड्दिउँ कस्तो जा त्यहीमा होइन यो राइटपट्टि छेड्छु किन यसो छेड्ने यसपट्टि किन पहिला डोमा छेडिदिन्छु क्या दुगैमा छेड्छु पहिला डोमा चाहिँ नछेडेर जान्दिनँ म त आर्टिसमा आर्टिस्ट चो फेरि घाटमा आफै बनाउँछु बना ल
दमै छोडिदिनु चाहिँ पहिला नाचेर जानु जस्तै हुँदैन समीक्षाहरूको क हुँदैन यत्तिकै यहाँ छोड्ने कपालले यसो गर्ने सिन्डल चेप्नु के अति नै कट गर्छु सुजानले मात्रै छ कोही पहिला त हेर्नु टोक्कातिर गएर बिरामी हुन्थ्यो बिरामी हुन्थ्यो अब यहाँ छोड्दैन यहाँ छेड्नु मन सेकेन्ड स्टप अस्ति पहिला छोडेको होइन फोन छोडेछ हेलो हजुर हेलो कट गर्छु भन्छु त देख्यो भने देख्दैन डिलिट गर पहिले त्यो देख्दैन क्या त्यो नबोलेको लट हाल्नु छ नि त भ्लगमा त्यो बोलेको त त्यो नबोल्दा भगवान हुँदैन क्या फेरि त्यो पहिलाको अलिकति भित्र छोडिदिएको छ अलिकति जो भन्नु छोडेको छ त्यसले धेरै भित्र छोडेको खोइ हेर्नु त हेरौँ कतिमा पर्कर हेर्नु परेन धेरै माथि भयो भने झन् झन् दुखाउँछ नि त माथि भएन लु हेर्नु हेर हेरिस् अन्त डलो मान्छे दुख्यो मनमा डलो खोजिरहनु त मर्नु पर्दैन मजा फ्रेन्ड गर्छ नि त थाहा छैन यहाँ आँदैन काम दुईजनाले प्रो हुनुपर्छ फ्रेन्ड गर्ने होइन छैन अनि कान बल भित्र किन घुसायो त्यो बिस्तारै गर्न एकछिन त्यो झन् दना दुखाउँछ है त्यो आउनमा खोजेलाई बिस्तारै गर बिस्तारो गर्छु कि यसो गर्नु पहिला नडरा है हात छेडा तपाईँको त छोड्यो मैले भयो सक्यो हाम्रो के अरे के हो नाम सैलुङ्गी गर्दैछौँ है कानको लत्ती सानो रहेछ यसको ल प्लास्टिकै खाना जाने है के भन्छ ल अलिअलि सिधा 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 त गाह्रो हुन्छ हल्देखि उता गर्दा फुलै त्यो चाहिँ कसको म चाहिँ बिस्तारै हुँदैछु मलाई आउँछ देखाउनु लागि कहिले न कहिले छेडेकोले फर्स्ट कि सेकेन्डमा लोतीमा भन्दैछु कहाँ लोती हेरेको यसमा यो फर्स्टमा भयो त्यो त के दुख्ला र पिटिक्क दुख्दैन त त पिटिकमा त चिमट जस्तै चिमट होइन होइन यहाँ त मेरो अनि दुख्दैन भने त्यही घोची बस्नु बिचारा मेरो बेबी सुतेर त के भइसक्यो हेर्दै छ त्यसको बाउले उहाँहरू यता हेर्दै हेर्छु म कसरी सिधा धेरै माथि भयो मादर जुत नास्तिक हाउस माग माथे सानो कपालहरू त्यसो कता चलाउँछु ब्लग गर नि तेरा मलाई माउनी राख्दै कस्तो तेलेर नहुन्न नहलिनु अझै धेरै उतातिर होइन स्मृति नहलिनु है चिल्ला हात रिचबाट गर अब 1 2 3 गो रेडी बाई यार